यो बेला देशको चिन्ता गर्ने बेला हो कि व्यक्तिगत प्रतिशोध साध्ने बेला हो? तैँले त यस्तो भनिस्, तैँले उस्तो भनिस्, तँलाई त पक मैले जाने छु, तैँले यस्तो भन्या थिइस् हैन, यस्तो भन्या थिइस् हैन भनेर आज भोलि डराउने धम्काउने कामहरू भइरहेको छ। यो समय भनेको देश निकास र विकासमा एउटा कर्मठ नेपाली नागरिक भएर लाग्ने बेला हो के, ना कि व्यक्तिगत प्रतिशोध साध्ने बेला हो। यो चाडबाडको बेलामा धेरैजना अहिले घरबार विहीन हुनुभएको छ, बेरोजगार हुनुभएको छ। यस्तो भयावह अवस्थालाई बेवास्ता गर्दै व्यक्तिगत प्रतिशोध साध्नेहरू अझै अहमताको झोला, अझ भनौं रावण रूपी रिसको भारी बिसाउन नसकेको देख्दा अचम्म लाग्छ के। कठै